राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति अथवा चाहिने पूर्व गृहमन्त्री रवि लामिछानेज्यूले चाहिने कुनै एक चुनावी कार्यक्रममा प्रतिपक्ष पनि नरहने गरी मतदान गर्नुहोला भन्नेको सुनियो। यो बहुलवादी लोकतान्त्रिक व्यवस्थामा यो सम्भव होला? यो बहुलवादी लोकतान्त्रिक प्रतिस्पर्धामा प्रतिपक्ष विहीनताको परिकल्पना गर्न सक्छौँ हामी? यो सम्भव होला? यो कुनै तथ्यमा रहेर उहाँले बोल्नुभएको हो कि आवेश या व्यवस्थामाथिकै भद्दा मजाकको रूपमा उहाँले बोल्नुभएको हो? तपाईहरुलाई कस्तो लाग्छ? यो सम्भावना होला? यो लोकतान्त्रिक बहुलवादी व्यवस्थामा प्रतिपक्ष नरहनु यो सम्भावना होला र यसको सौन्दर्यता कस्तो रहला?